सेवारो नमस्कार है। आज हामीले धेरै महिना पछाडि चाहिँ हामीहरूको यो थोरै सिन रहेको थियो हाम्रो फिल्म चाहिँ आज हामीले कम्प्लिट गरिसकेको छौँ र हामीले 11 तारिक 11 बजीको 11 मिनटमा चाहिँ हामीले पहिलो ट्रेजर भोलि बिहानको 11 बजी खेल्दैछौँ हाम्रो बिहान एउटा ट्रेजर र यो हामीहरूको आज मङ्गलबारेमा विशेष गरेर हामीले केही सिनहरू रहेको थियो त्यो सिनहरू हामीले कम्प्लिट गरिसकेका छौँ। अब भने चाहिँ तपाईँहरूको प्रतीक्षा घरि एकदम कम्ती अवस्थामा पुगिसकेको छ। अब लगभग हामी 1 महिनाभित्रमा कुनै न कुनै ठाउँमा चाहिँ हामी प्रिमियर पक्कै पनि गर्नेछौँ है। र तपाईँहरूको एकदमै जति अनलाइनमा हामीलाई सोध्नुहुन्छ मुभी कहिले रिलिज हुन्छ हामीले हेर्नु एकदम मन छ भनेर सोधिरहनुहुन्छ। तपाईँहरूको मायाप्रति हामी एकदम आभारी छौँ। र अब चाहिँ हाम्रो मुभी आज थोरै हाम्रो यता आदाङमा गएर उहाँको थियो रहेको अन्त योलाई चाहिँ हामीले एकदम कम्प्लिट गरिसकेका छौँ। र हामीलाई अहिलेसम्म यो मुभी यति लामोसम्म गर्दै आउँदाखेरि हामीलाई आर्थिकमा धेरै जग्गाबाट सहयोग भएको छ। अमेरिका, हामीलाई हङकङ, युके लगायत हामीको सबभन्दा बेसी चाहिँ साउथ कोरियाबाट हामीको याक्थुङमा दाजुभाइहरूले धेरै सपोर्ट गर्नुभएको छ यो मुन्दुमी मुभीमा। र तपाईँहरूको सहयोग चाहिँ एकदमै राम्रो जग्गामा तपाईँले सहयोग गर्नुभएको छ मलाई चाहिँ लाग्छ। किनकि यो हरारा गएको याक्थुङको मौलिक रीतिरिवाज इतिहासहरूलाई चाहिँ हामीले विश्वव्यापी रूपमा प्रमोट गर्नको लागि एउटा मुन्दुमी मुभी खिचेका छौँ। र यो मुभीमा चाहिँ हाम्रो एकदम सिनियर आर्टिस्ट दिलमान सरले पनि सहयोग गर्नुभएको छ। दिलमान सर केही राखिदिनुहोस् न। होइन हाम्रो यो मुभी कम्प्लिट हुँदा कस्तो लाग्यो? तपाईँले अब धेरैवटा मुभी पनि गरिसक्नु भएको छ। त्यो मुभी र यो मुभीमा के फरक पाउनु भयो तपाईँले? यो भएर काटेर बनाउनु सक्छ। नमस्ते, म दिलमान बेगा। जोस् यो मुन्दुमी मुभी मैले काम गर्दाखेरि चाहिँ होइन रमाइलो पनि होइन बिचबिचमा थोरै दुःख भए पनि होइन तर यो एकदम क्या काम चाहिँ गरिराखौँ होइन सबैले हँसाइ पनि राख्यो होइन। अनि त्यो कारणले गर्दाखेरि म यो काम गर्न चाहिँ एकदम उत्सुकताको साथ काम मैले गरेको छु। जो पछि गएर मेरो अभिनय कस्तो रहनेछ तपाईँहरूले देख्न पाउनुहुनेछ। हस्त धन्यवाद।